हेलो गाइज, नमस्ते नमस्कार सबैजनालाई। मायालुको अपडेट आइसकेको छ। तपाईहरुको माझमा मायालु गेम रिलिज डेट पनि फिक्स भइसकेको छ। अब रिलिज डेट कहिले हो भने चाहिँ म तपाईलाई भन्ने नै छु। देख्न सक्नुहुन्छ मायालु गेमको अपडेट लिएर आएको छु। देख्नुहुन्छ यो भनेको 4K HD क्वालिटीमा बनेको छ। यो गेम चाहिँ नेपालको रियलिस्टिक गेम रहेको छ हैन। रियलिस्टिक बसहरु सबै रियलिस्टिक रहेको छ। यो गेम चाहिँ अब चाँडै नै आउँदैछ। कहिले आउँदैछ भन्ने कुरा चाहिँ म तपाईहरुलाई एकछिन पछि भन्ने नै छु। देख्न सक्नुहुन्छ यो गेम चाहिँ एकदम रियलिस्टिक राम्रो बनिरहेको छ। देख्न सक्नुहुन्छ हामी गेम प्ले गरेर देखाउने छौं तपाईहरुलाई। यहाँ देख्न सक्नुहुनेछ गेम भनेको हाम्रो चाहिँ 2GB RAM मा नै चल्ने वाला छ। गेम ल्याङ्क नहुने ह्याङ नहुने गेम एकदमै रियलिस्टिक गेम रहेको छ। नेपाली बस नेपाली हरनहरु सब नेपाली हुनेवाला छ। बब्बाल गेम आउँदैछ। दुईवटा गेम बनिसकेको छ। त्यसमध्ये चाहिँ यो गेम चाहिँ त्यो भन्दा पनि राम्रो बन्नेवाला छ। यो गेम चाहिँ 99% चाहिँ गेम बनिसकेको छ र 1% अफ फिनिश गर्नु बाँकी छ। सबै फिनिशिङ भइसकेपछि यो गेम आउने छ। यो गेम कहिले आउने छ भनेर म एकछिनमा भन्नेवाला छु। मेरो च्यानललाई लाइक कमेन्ट शेयर अनि सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। अब हामी गेम प्ले गरेर देखाउने छौं। देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो गेम। अब गेम प्ले गरेर देखाउँदैछु तपाईलाई। अब चाहिँ हाम्रो गाडी कुड्दैछ। अब जाँदैछ हाम्रो गाडी। हाम्रो टक्क पेसेन्जर लिएर गइसकेको छ हाम्रो गाडी यात्रा ट्रिप तर्फ। अब यो ट्रिप चाहिँ हामीसँग जाँदैछौं। रोशन ट्राभल्सको गाडी पनि जान लागेको छ। त्यहाँ पछाडी हाम्रो गाडी चाहिँ जहाँ चाहिँ यहाँ गेट खुल्ला भइसकेको छ। हामी चाहिँ बस पार्कबाट चाहिँ लागिसक्यौं। अब देख्न सक्नुहुन्छ अब हाम्रो गाडी चाहिँ उयो के भयो। अब हाम्रो गाडी चाहिँ देख्न सक्नुहुन्छ यहाँनेर हाम्रो गाडी अलिक टक्कसँगले हाम्रो गाडी चाहिँ जाँदैछ। देख्न सक्नुहुनेछ तपाईहरुले देख्न सक्नुहुनेछ। तपाईहरुलाई मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्नु चाहिँ नभुल्नु होला भन्दैछु। देख्न सक्नुहुन्छ मज्जाको छ हाम्रो सस्पेन्सरहरु सबै देख्न सक्नुहुन्छ सबै मज्जाको छ। गाइजहरु हैन उताबाट टक्क गाडी पनि आउँदैछ। टक्क गाडी बिसाइरहेछ कि जाम छ क्या हो। जाम रहेछ क्या हो। यहाँ कि बिस्तारो कुदाउँदैछ जस्तो नि देखिँदैछ है। टक्क कतै ढिलो कुदाउँदैछ तिनीहरु बिस्तारो स्लो मोसनमा। हाम्रो स्पिड रहेको देख्न सक्नुहुन्छ। स्पिड हाम्रो 27 को भित्रबाट हामीले हेर्दैछौं खेल्दैछौं। ओ यहाँनेर लुचुक्क हुन्छ एकछिन देख्न सक्नुहुन्छ। हामी चाहिँ फुल स्पिडमा कुदाउँदैछौं गाडी देख्न सक्नुहुनेछ। क्या मजा रियलिस्टिक गाडी रहेको छ। तपाईहरुले पनि खेलेर इन्जोय गर्न सक्नुहुनेछ। यो गेम छिट्टै नै आउँदैछ। कहिले आउँदैछ भन्ने कुरा चाहिँ तपाईहरुलाई म भन्न गइरहेको छु। यो गेम चाहिँ हाम्रो कार्तिकको 30 गते चाहिँ रिलिज हुन्छ। रिलिज हुने चाहिँ केमा हो भन्ने कुरा तपाईलाई थाहा छ। एसबी बसिड मोडको च्यानल छ। एसबी मोडको च्यानलमा चाहिँ तपाईको आउने छ। र यो गेम चाहिँ कसले बनाएका भने एसबी मोड र निकनेक्स गेम को दाइहरुले चाहिँ बनाएको यो हो। तपाईले गएर सब्स्क्राइब गर्न सक्नुहुन्छ। अनि नवीन ब्लग्स र नेपाली गेमर ब्लग्स दुवै जनालाई पनि सब्स्क्राइब गर्न सक्नुहुनेछ। र मलाई त अलरेडी सब्स्क्राइब गर्नु भएको होला। गर्नु भएको छैन भने गर्नुहोस्। देख्न सक्नुहुन्छ फुल स्पिडमा चाहिँ मैले कुदाइरहेको छु। गाडी फुल स्पिड छ हैन। अरुको भन्दा धेरै छिटै पुग्नु पर्ने आज हैन गन्तव्यतर्फ। गाडी गइदैछ बढिदैछ। ओइ गाडी धन्नले गाडी उताबाट हाम्रो चाहिँ हैन यो 3 लाइनको बाटो छ। देख्न सक्नुहुन्छ हामी चाहिँ ट्राफिक रुल चाहिँ पालना नगरिकन कुदाइदिन्छौं गाडी। देख्न सक्नुहुन्छ फुल स्पिडमा देख्न सक्नुहुन्छ। नेपाली भाइब्स आउने नेपाली पुरै हैन। एसबी मोडले बनाएको एसबी को लोगो त्यहाँनेर देख्न सक्नुहुन्छ। एसबी को
लोगो पनि रहेको छ, गएर सब्स्क्राइब गरिदिनु होला र उहाँको जति पनि भिडियो छ मा गएर भिडियोमा लाइक कमेन्ट सेयर गरिदिनु होला। एसबी मोडको भन्न चाहे। यहाँनिर देख्न सक्नुहुन्छ अब हामी चाहिँ हाम्रो बाटो मोडिसकेको छ। अब हाम्रो के हो, हाम्रो बाटो अब मोडिसकेको छ, अगाडि बढ्दै छ। देख्न सक्नुहुन्छ तपाईहरुले हैन, मैले चाहिँ यो अपडेट लिएर आएको छु। तपाईहरुलाई के कस्तो लाग्छ यो अपडेट हैन? सबैजनाले सोधिरहेको हुन्छ नि त, मायालु गेम कहिले आउँछ कहिले आउँछ कहिले दिन्छ हैन? यत्रो भइसक्यो, आज आउँछ भन्नु, भोलि आउँछ भन्नु, आउँदैन त के भएको यार? किन झुक्काउँछ? कति झुक्काको भन्दा हैन? अब बनाएपछि रियलिस्टिक राम्रै बनाइदिउँ न त, राम्रै होस् न त। भनेपछि चाहिँ अब हुन्छ नि, अब एउटा बनाएपछि राम्रो बनाउने भनेर चाहिँ अलि ढिलो भएको। त्यसको लागि अब धेरै बेर कुर्नु नि पर्दैन अब हैन। साउन के अरे कार्तिक 30 गते आइहाल्छ नि हैन। हाम्रो चाहिँ अब वैशाखदेखि नै आउँछ भने गेम, वैशाखमा चाहिँ रिलिज हुन्छ भने गेम। अब यत्रो 6 महिना पनि कटिसकेको छ हैन। अब असोच्नु 6 महिना कार्तिक भइसकेको छ हैन। 6 महिनासम्म आउँछ भनेर भनेको छ हैन, आउँदैन। त्यही भएर चाहिँ हैन, अब चाहिँ कार्तिक 30 गते गेम आउँछ, तपाईहरुले ढुक्क साथ खेल्न सक्नुहुनेछ। पुरै नेपाली भाइब्स आउने गेम रहेको छ। देख्न सक्नुहुन्छ बाटोहरु पनि हैन, पुरै देख्न सक्नुहुन्छ। क्या मजाले। यो के हो? अगाडि त के जस्तो देख्छ यार? ए आमामा, अगाडि त पुरै बाटो भर्खर बन्दैछ जस्तो छ त। पिच हुँदैछ जस्तो गिट्टीहरु राखेको अवस्था छ। अलि गाह्रो छ यार बाटो हिँडाउनको लागि। देख्न सक्नुहुनेछ तपाईहरुले गेम प्ले। देख्न फुल स्पिडमा हामी जाँदैछौँ। देख्न सक्नुहुनेछ पुरै टन्टलापुर घाम लागिर अगाडि छाया परिरहेको छ बसको। हाम्रो देख्न सक्नुहुन्छ, हाम्रो चाहिँ यहाँ देख्न सक्नुहुन्छ, हाम्रो चाहिँ ला कस्तो हामीले ब्याक सार्छौँ एकछिन। टक्कसँगला देख्न सक्नुहुनेछ। के भो अड्केको गर्दा यार? ल खतरा छ गेम, देख्न सक्नुहुन्छ। सो आजको भिडियो यति नै गर्न चाहे। धेरै लामो चाहिँ बनाइन मैले। यहीमा तपाईहरु चाहिँ हैन लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला हैन। कार्तिक 30 गते नभुल्नु होला। मायालु गेम आउँछ तपाईहरुको माझमा प्ले स्टोरमा। कहाँ आउँछ भन्दा प्ले स्टोरमा आउँछ। थ्यांक यू सो मच वाचिङ फर भिडियो। लेट्स गो सब्स्क्राइब मी।